ओके गाइस आज चाहिँ हामी रामेन च्यालेन्ज गर्न गइरहेका छौँ एन्जेलिका हाम्रो असु अनि हामी मिलेर चाहिँ अनि जेनिसान छ बाहिर छ हामी मिलेर चाहिँ आज हामी रामेन च्यालेन्ज गर्न गइरहेका छौँ अनि हामीले यहाँनिर अन्डा ल्याइसकेका छौँ अनि यो उसिन्नको लागि अन्डा ल्याइसकेका छौँ अनि एक बन्डिल बुलडग 2x पनि हामी यहाँ रेडी गरिसकेका छौँ सो अब हामी यसलाई बनाएर हामी आज रामेन च्यालेन्ज गर्न लागिरहेको छौँ हामी हेरौँ कसले जित्छ जित्नुमा त मामाले जित्नु जस्तो लाग्यो ठिकै छ आज हामी कसले जित्छ हामी हेर्ने छौँ ओके के गर्नु छ आज स्ट्यान्ड अब हाम्रो कुकरमा अन्डा पनि रेडी भइसकेको छ अनि रामेन पनि 3टा रेडी भइसक्यो अब चाहिँ हामीले ओके गाइस अब यहाँनिर हाम्रो अन्डा रेडी हुँदैछ अनि यहाँनिर रामेन पनि रेडी भइसक्यो लगभग अनि हामीले चाहिँ आज सुक्खा ड्राई नखाएर चाहिँ अलिकति यो चाहिँ अब यही खाने भयो त्यसले गर्दाखेरि चाहिँ यो पनि रेडी भइसक्यो होइन अन्त यहाँनिर हाम्रो जेन्सले अन्डा पनि रेडी गर्दैछ अन्डा यहाँनिर हुँदैछ गाइस अब हामी यहाँनिर हेर्नुहोस् सबैको रामेन रेडी भएको छ होइन एन्जेलिकाको त अलिक कम्ती पिरो छ असुको झन् बेसी रहेछ ए म पनि थपेर खान्छु नि त्यसो भने मैले चाहिँ एक्स्ट्रा यो चाहिँ थपेर लगाउँदैछु स्टार्ट गर्नु होइन चेस नगरी जेन्सले त अघि स्टार्ट पनि गरिसकेछ चेस बाबा एकछिन ल फिटिहाल्छु नि मामा हजुर ल 1 2 3 चेस सबसे पिरो चाहिँ मेरो रहेछ कसरी थाहा भयो तपाईँलाई हजुर यतिको पिरो कसरी छ जस्तो लागेन हेर्नुहोस् अन्डा असले अघि 3टा अन्डा सक्दैन भन्दै थियो अहिले त 3टा रहेछ उसको बाद जेन्चा खतरा भएछ थप्दैछ फेरि वाउ अब चाहिँ भित्र पुग्यो फेरि फेरि यो खाइसकेर माम पनि खाने माम खायो भने चाहिँ हारेको पनिसमेन्ट दियो भात धुने माम नदिने सबै घर पनि बढाउने माल मात्र धुने सबै गर्ने मैले दाजु विदाउट वाटर पनि गर्दैछु अहिले असु र म चाहिँ स्टिल त्यस्तो केही पनि भएको छैन होइन रिएक्सन त्यस्तो उयो छैन अलिअलि पसिना आइरहेको छ तर त्यस्तो हामीलाई पिरो भएको फिल चाहिँ हामीले गरेको छैनौँ किनकि अप्पर पिरो खाएको खानु चाहिँ फिल गरिरहेको छु तर देखाएको छैन तर देखाएको छैनौँ हामीले च्यालेन्ज भनेर हामीले देखाएको छैनौँ सब्सक्राइब लाइक शेयर कमेन्ट्स चाहिँ गरिदिनु पर्यो प्लिज ओके गाइस अब चाहिँ हामी सबै खाइसकेर अब चाहिँ हामी वकमा हल्का शरीरको लागि पनि डाइजेस्ट हुन्छ सो त्यसले गर्दाखेरि चाहिँ अब हामी यहाँनिर असु अनि हामी यहाँनिर अब चाहिँ पेट्रोल पम्प निस्क्यौँ अब चाहिँ हामी जाँदैछौँ एन्जेलिका जेनिसा यहाँनिर छ के भन्नु छ छुर्पी खाँदैछु छुर्पी खाँदैछ छुर्पी खानुमा बिजी छ यहाँ नि सबैजना छुर्पी खानुमा बिजी रहेछ नेपालबाट ल्याएको प्योर नेपालको है नेपालबाट ल्याएको यो हाम्रो नेपाल ल्याइदिनु भएको बसन्ती भाउजूले ल्याएको ए हो अन्त त्यो भएर हामी यहाँनिर जाँदैछौँ
हेर्नुहोस् जेन्सा र म चाहिँ हामी यहाँनिर अब आज खाना खाएर हामी वकमा जाँदैछौँ अनि यहाँनिर दुईजना छ है दुईजना चाहिँ रेडी 1 2 गर्दै कुद्नु खोज्दैछ लु कुदा 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 मोटु पत्लु उहाँहरू दुईजना चाहिँ त्यो जाडो चाहिँ अब मार्च अप्रिल मे लागिसक्यो है मे आज 2 तारिक भइसक्यो तर पनि जाडो यस्तो बेसी दिनमा पनि यस्तो लुगा लगाएर हिँड्नुहोस् है ज्याकेट यस्तो जाडो लगाएर हिँड्नुपर्छ यहाँ मेमा चाहिँ है अरू ठाउँ हो भने चाहिँ यति बेला कस्तो डरलाग्दो गरम भइरहेको छ यहाँ चाहिँ अब यस्तै छ ज्याकेट लाएर होइन म यहाँ गर्दै जाँदाखेरि यसलाई भेटा यसको नाम चाहिँ के रेन्जल क्या यसको साथीको नाम चाहिँ पाण्डा हो बट यसको नाम चाहिँ मलाई याद छैन एक्चुली सानो नानी आउँदैछ यो त हामी चाहिँ जाडो भएर हिँड्दैछ हामी चाहिँ जकिङ गर्दै गर्दै अहिले चाहिँ हामी यहाँनिर आइपुग्यौँ ओके गाइस अब चाहिँ हामी यहाँनिर वक गर्दै गर्दै छोजोमा आइपुगेको छौँ छोजोको नाइट भ्यू चाहिँ यस्तो छ यहाँनिर यस्तो छ हामी चाहिँ यहाँ आइपुगेका छौँ यहाँ चाहिँ बेलुकासम्म मान्छेहरू हुँदो रहेछ